हाई हेलो एभ्रिवान। अनि हजुरहरू सबैजना फिट एन्ड फाइन हुनुहुन्छ होला। म पनि पहिलाको भन्दा धेरै नै जाती भएको छु साथीहरू। त्यस्तो कम्प्लिटली फिट एन्ड फाइन चाहिँ भइसकेको छुइनँ, तर पनि पहिलाको भन्दा चाहिँ धेरै नै राम्रो भएको छु। मेरो स्वास्थ्यकै कारणले तपाईँहरू सामु मैले भिडियो लिएर उपस्थित हुन सकिनँ साथीहरू। त्यसमा चाहिँ तपाईँहरूप्रति क्षमा चाहन्छु। अनि अब मेरो स्वास्थ्य चाहिँ एकदम कम्प्लिटली फिट एन्ड फाइन भएपछि चाहिँ फेरि पनि तपाईँहरू सामु नयाँ नयाँ भिडियो लिएर उपस्थित हुने नै छु साथीहरू। त्यतिन्जेलसम्म चाहिँ प्रतीक्षा गरिदिनु होला भन्ने आशा गरेकी छु। अनि तपाईँहरूको दसैँ चाहिँ एकदमै राम्ररी नै बित्यो होला साथीहरू। तर मेरो चाहिँ एकदम नरमाइलो भयो दसैँ पनि। लाइफको चाहिँ मेरो चाहिँ सबैभन्दा नराम्रो दसैँ चाहिँ यसपालि नै हो साथीहरू। अनि अब आफ्नो स्वास्थ्यले साथ नदिएपछि यस्तै नै हो साथीहरू। ठिकै छ तर पनि। अनि अब दसैँ सकिए लगत्तै तिहार पनि सुरु भइसक्यो साथीहरू। अनि तपाईँहरूलाई तिहारको पनि धेरै धेरै शुभकामना छ। राम्ररी मनाउनु होला तिहार पनि। अनि म चाहिँ यसपालि पनि तिहारको चाहिँ भिडियो ल्याउन सक्दिनँ होला साथीहरू, किनकि म कम्प्लिटली फिट भइसकेको छुइनँ। मैले अब हिँड्नु पनि गर्न मिल्दैन अहिले चाहिँ, त्यही भएको कारणले। तर म अब तिहार पछि चाहिँ कम्प्लिटली मेरो स्वास्थ्य चाहिँ राम्रो भइसकेपछि चाहिँ तपाईँहरू सामु फेरि पनि म भिडियोको साथमा उपस्थित हुने नै छु। अनि यस्तै छ साथीहरू, मेरो चाहिँ अहिलेको दिनहरू चाहिँ यसरी नै बितिरहेछ। घरमै बस्ने, सुत्ने, खाने, यस्तै हिँडडुल गर्नु मिल्दैन। यस्तै छ साथीहरू। अनि तपाईँहरूको दिन चाहिँ एकदम राम्ररी बितिरहेको होला। के गर्नु साथीहरू, बिरामी भएपछि यस्तै हुँदो रहेछ। कहीँ जानु पनि नसक्ने, हिँड्नु पनि नसक्ने साथीहरू, यस्तै छ है। अनि अब चाहिँ साथीहरू धेरै समयपछि तपाईँहरू सामु सानो भिडियो लिएर आएकी। तपाईँको माया सम्झनाको कारणले धेरै भयो नआएको पनि, त्यही भएर चाहिँ आज चाहिँ सानो भिडियो लिएर उपस्थित भएको मात्रै हो। तर अब म कम्प्लिटली फाइन भएपछि